आफ्नै करेसाबारीको लोकल एकदमै अर्ग्यानिक केराको साथमा पहिलो बाइट लिँदैछु म। गुड मर्निङ गाइजहरू, गुड मर्निङ गाइजहरू। हाम्रो बिहानीको सुरुवात चाहिँ अब एक गिलास पानीबाट हुनेवाला छ अनि आजको अब हाम्रो यात्रा फेरि अब कन्टिन्यू गर्नेछौँ। एकछिनमा हामी अब फ्रेस भएर हाम्रो अब हिजोको बसाइ चाहिँ यतै भयो। कुन ठाउँ चाहिँ? यो चाहिँ अब ठाउँ त हामीलाई पनि थाहा छैन, सुकुटे बीच भन्छ नि यार, कसम ठाउँ त हामीलाई कतै थाहा छैन। हामी त अन्धा राति निमोनिया लाग्ला जस्तो भयो। निमोनिया लाग्नुभन्दा बरु बेतै बसौँ भनेर बसियो। हाम्रो आजको अब नेक्स्ट यात्रा सुरु हुँदैछ। बोगटी भर्खर उठ्यो है। कस्तो लाग्यो त बोगटी यो होटलको बसाई, रासन पानी अनि हामीले चाहिँ पैसा असुल गर्ने भनेर चुली लगाएर भातको थाली लिएर आएको। मासु त खानै सकेन मैले त। आजको हाम्रो नेक्स्ट डे सिन्धुपाल्चोकको नेक्स्ट डे हो। आज हाम्रो हिजो राति बाइक चलाउन अलिक गाह्रो भएर चिसो बेसी भएर त हामी यतै बसियो। अब यो सुकुटे बिचमा हामी बसेका थियौँ। अब यो सुकुटे बिचको सानो एउटा टुर गर्छौँ अनि त्यसपछि हामी चाहिँ अब फेरि काठमाडौँको लागि निस्किन्छौँ। त्यही भएर अब यसो सर एकचोटि घुमौँ। बडी हुने बताइको लगायत हामी अब यसो पिङ पनि खेल्दिउँ होइन। पिङसिङ खेल्ने भयो भने आउनु होला। बोगटी फेरि कतै केही बोल्दैन, फेरि अरू बेला ट्याटा नाचेको नाचे। समय र परिस्थिति अनुसार बोल्नु पर्छ क्या दाइ। ब्रेकफास्ट रेडी भयो अरे, ब्रेकफास्ट गरेर हामी चाहिँ अब निस्किन्छौँ। लगायत हाम्रो ब्रेकफास्ट पनि आइसक्यो। यो चाहिँ हाम्रो चिया, तातो पानी। बिहानको सुरुवात चाहिँ यो एउटा आफ्नै करेसाबारीमा फलेको केरा, त्यो चाहिँ आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँको पिठोबाट बनेको एउटा पुरी, त्यो चाहिँ बजारबाट किनेर ल्याएको एउटा दुईटा स्याउको टुक्रा, आफ्नै घरको करेसाबारीमा हुर्केको माउको पोथी माउको एउटा अन्डा सँग मेरो बिहानीको सुरुवात गर्दैछु। अनि यो आफ्नै खेतबारीमा आफैले जोतेर खनेर उत्पादन गरेको केराउ र आलुको सब्जी का साथमा चाहिँ आजको म दिनको बिहानीको सुरुवात गर्दैछु। यो आफ्नै करेसाबारीको लोकल एकदमै अर्ग्यानिक केराको साथमा पहिलो बाइट लिँदैछु म। मिठो 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 लगाइज अब फाइनली रुम पनि चेकआउट गरिदिरहेको। अब 9:30 पनि हुन आँटिसक्यो। अब हामी हिँड्छौँ यहाँदेखि काठमाडौँतिर। लगभग 1 बजेतिर 12 साढे 12 बजीतिर पुग्छौँ कि काठमाडौँतिर होइन। हाम्रो सबै सामान त केही थिएन, एउटा हेलमेट त आफूले सामान हो होइन। सबै क्लियर भइसक्यो। अब चाहिँ हामी दर खोल्छौँ खोल्छौँ। अब हाम्रो चेकआउट हुन आँट्यो। चेकआउट भएर चाहिँ हामी हाम्रो गन्तव्य लाग्दैछौँ। लगायत हाम्रो चाहिँ यो बाहिर निस्किने चाहिँ लाइसेन्स आयो होइन। अब हामी निस्किन्छौँ ल भाइ है। सुकुटे अरू त सब ठिकै हो गाइज। त्यो मेरो क्यामराम्यान छ नि चिया भयो कि नेक्स्ट टाइमबाट यो क्यामराम्यानलाई मैले रिजेक्ट गरिदिइसकेँ। त्यो भगवान् बुद्धको फोटो देखा। ए भगवान् कृपा गर्नु भगवान्। त्यो क्यामराम्यान रिजेक्ट, फुल रिजेक्ट भयो कि। भोलि भिडियो बनाउन आएको मान्छे भिडियो बनाउँदा लाज मान्छ अनि यस्ता चामल आउनेलाई लिएर कहीँ उपलब्धि हुन्छ यार। मेरो यार रुपियाँ 4,000 थियो, यो गऱ्यो 6,000 रुपियाँ खर्च भइगयो। भटभटे कहाँ छ? भटभटे लाइसेन्समा सर्टिफिकेट भएर निस्किनु। हाम्रो भटभटे चाहिँ पार्किङमा छ यतातिर। अब यो पार्किङबाट निकालौँ हेलमेटसम्म भोगटी। एउटा पन्जा हराइगयो फेरि यार। यो हराउन देखेर पनि म कायलो भएको छु यार। मायाको 3 दिन मान्छे हराउनेवाला छ। अब चिसो मान्यो के चिसो। रातभरि बिचरा नाङ्गै सुत्यो भटभटे पनि। खबर केही लागेन, छत पनि पाएन। साउले त पाएछ, पोखरीले पनि
पायो भाटबटेले पाएन के सो सरी चिसोमा निमुन्ने भइगयो कि भन्ने ठहरिरहेको छ यहाँ त अब चाहिँ हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ अब यहाँबाट समथिङ 70 किलोमिटर काठमाडौँ छ बाटोहरू चाहिँ अलिक बेसी टर्निङहरू छ अनि त्यही भएर चाहिँ टाइम लाग्नु सक्छ हामीलाई 2 घन्टा अराउन्ड 2 घन्टा समथिङ लाग्न सक्छ हामी चाहिँ अब सिधै लाग्यौँ काठमाडौँतिरको एउटा ग्लभ्स हराइहाल्यो साथी के गर्नु चिसो छ चिसो एउटा ग्लभ्स चाहिँ हराइसक्यो एउटा ग्लभ्स लगाएर के मेलम्चीको माछा गाइज होइन यो नेतालाई लगाउँ भनेको नेताले चाहिँ फोनै रिसिभ गरेन सब केही छैन बोगटीले एउटा रजनीकान्त खाइसकेको छ आगर त रजनीकान्त खाइसक्यो होइन अब यसो हामी यतातिर रोकिरहेको थियौँ अब चाहिँ हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ फेरि गाइज मेलम्चीको माछा चाहिँ लगिदिउँ भनेको अब फोन उठेन काँचो माछा पाइएन अनि हामी खोजमा जारी नै छौँ अब भेटिएको खण्डमा हामी अवश्य लिएर आउनेछौँ नेताजी हजुरको लागि टेन्सन नगरी बक्सेला लगायत केही समयको सानो विश्रामपछि हामी फेरि हाम्रो यात्रालाई चाहिँ कन्टिन्यू गर्दैछौँ होइन त्यो दाइले चाहिँ एउटा माछा पनि चखायो हुन्छ कि भनेर बिचरा अब नेताजीले फोनै उठाएन तर माछा चाहिँ त्यति ठिक लागेन चाम्रे रहेछ सुगाएर जस्तो गरेर अट्क्यो काँचो माछा पाउँदैन बाजे चस्मा लगाएर टक्क दिनु भएको छ हाम्रो बाजे कहाँ जानु लाग्नु भएको छ हामीलाई पनि थाहा छैन होइन लगायत हामी चाहिँ फाइनल्ली चक्रपथ वसुन्धरा सामाकोशी र गङ्गाबु हुँदै बस पार्क मित्रनगर बस पार्कमा आइपुग्न लागिसकेका छौँ फाइनल्ली हामी चाहिँ हाम्रो गन्तव्यतिर पुगिनै सकेका छौँ भन्दा हुन्छ करिब 4 घन्टाको राइडपछि फाइनल्ली हामी हाम्रो गन्तव्य पुगिसकेका छौँ भिडियोहरू चाहिँ मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नसक्नु होला गरिदिनु होला भिडियोमा केही कमजोरीहरू त्रुटिहरू भए कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र हामी चाहिँ अब फाइनली हाम्रो वासस्थान नेपालगञ्ज गेस्ट हाउस लाग्दैछौँ तपाईँहरूलाई फेरि काठमाडौँ बस पार्क 2 नम्बर गेट नजिकै रहेको नेपालगञ्ज गेस्ट हाउसमा चाहिँ हामी स्वागत गर्न चाहन्छौँ तपाईँहरूलाई सस्तो सुविधा सम्पन्न तातो पानी चिसो पानी सबै व्यवस्था भएको होटल चाहिएको खण्डमा चाहिँ नेपालगञ्ज गेस्ट हाउसलाई सम्झिनु होला सेवा गर्ने मौका पनि दिनु होला माथि बढ्दै यो चाहिँ हाम्रो नेपालगञ्ज गेस्ट हाउस रहेको छ सो गाइस यही नै हो थ्याङ्क यू for watching my video, and if you like my video, comment, like and subscribe. Again, see you next video. Bye bye.